एभ्रिवान, हजुरहरूलाई स्वागत छ आजको मेरो छोटो मिठो मिनी ब्लगमा। यो हजुर सन्चै हुनुहुन्छ, म पनि सन्चै छु। साथीहरू, हाम्रो घरमा चाहिँ योचोटि राम्रो कटहर फलिरहेको थियो। बुटाभरि लटरम्मै कटहरहरू फलिरहेको थियो। कटहर चाहिँ उहाँ आन्टीले किन्न आउनु भएको थियो। हामीले चाहिँ कटहर बेच्यौँ। बेचिसकेपछि घरमा तरकारी खानको लागि चाहिँ अर्को कटहर टिप्नु भयो मेरो बुढाले। कटहर टिपिसकेपछि यता चाहिँ म काट्नतर्फ लागेँ। साथीहरू, यो कटहरको तरकारी चाहिँ मिठो हुने, बनाउन चाहिँ लास्टै झ्याउ के। हजुरहरूलाई कस्तो लाग्छ? मलाई त बनाउन लास्टै झ्याउ लाग्छ, तर तरकारी चाहिँ मासुभन्दा नि मिठो हुने के। बनाउन बेला काट्न पर्यो, पुरै हातैभरि चोप लाग्ने, बनाउन यस्तो झ्याउ हुने, तर त्यसको तरकारी चाहिँ मासुभन्दा नि मिठो हुने के। हजुरहरूलाई मिठो लाग्छ कि लाग्दैन? मलाई चाहिँ मिठो लाग्छ। त्यसपछि मैले भात पकाएँ, कटहर दाल पकाइसकेपछि खानासाना खाएर भाँडाकुँडी माझेँ। त्यसपछि मैले यता जुठो बरालिसकेपछि अब चुल्हा त लिप्नु पर्यो दिनकै, नतरी जुठो हुन्छ। त्यही भएर यता चुल्हा लिपेँ। चुल्हा लिपेपछि यति नै साथीहरू, अरू काम छैन मेरो। बाई बाई।